काले यो कहाँ पो गयो खैमा फुच्रो एक ठाउँतिर रहँदैन ए काले भने क्या भयो मम्मी यही ती बसे देखिनौगे ओ पुरो घाम आउन बस्या रहेछ अब तँ कालो बट्टोको मैले तँलाई देख्यान जति बेला पनि बोलाएकी छन् एकचोटि घाम ताप्न दिदिनन् खास त है 15 ढेला जसो त खाप्चो भएको छ घाम आउन बसिकिन अझ घाम ताप्दो भए अरे हेर पनि त्यो खाप्चो बिप्य त जसो भएको छ भन्ने थाहा छैन ए मम्मी दिमाग नसन्काउ मेरो खाली बोलेकी छन् कहाँ जाऊ म राडी यही घरका रुन्डीका छोरा भन्ने त मलाई एक वचन पनि बोल्न दिँदैनन् भने है बड्डा आइजान् तब जाने कि छुइनका मैले म कहाँ जाऊ भने काले यो कोहीको जार ल्याएर है यसलाई त जारै छ 1 लाख हालिकन ल्याऊ यसलाई त 1 लाखको पड्या छ एक कुकुर पाल्न गाह्रो छ परे अर्को कुकुर ल्याइकिन आयो कहीमा फुच्राले यो के बाख्रा चल्लो हो के कति महँगो हो यो ए पारे जाए मापका एक त कालेले दिमाग खराब गरेको छ एक यो मापको फुच्रा आयो काई तमी ज्याप गर बा अब म बोल्ने वाली छैन तेरा बा मात्र आइजान् तम्रा भाटा सेकाउनु पर्ने छन् ए बिर्सिक्का दिदी सुन पन हप्री त्यो भाट्याको जार होइन के अझ तेरा ढेलाउन क्या चुन्न पड्यो त दिदी पनि नहुने कुरा आदि छ नि त्यो सुकी खाना हेर पन है पाला क्या भयो त्यसो त्यो भाट्याको छ र यो पनि मुलाई सोध्ती छ है मुखीदेखि गोठाली थियो क्या मुलाई थाहा हुनलाई क्या थाहा भाँगो खाँदो होला त्यहीका साथ्या देखि छ क्या साथ्या कसा बट्टाका साथ्या छन् पर नयाँ बस्तीका हो क्या त तबै त सुकिकन त्यहीका हडाउनाका हड्डी झेक्किँदा छन् रे हेर पन औ भने है बिड्की तुले सही भनी है ओ मेरा बा हेर पन त्यहीका ढेलाका पाठा सुकी साकी केही आछिए परे हाडखुड मात्रै छन् जम्मा औ भने हेर पन पाठा हल्लाउँदो छ रे ए बिचारी दिदी हाम्रा छोराले नलाग्न दिए त्यहीका पछाडि औ भने बिचारी काई मेरो छोरो पनि बिग्डी जाने हो कि भन्ने टेन्सन मान्दैछु म ए दादा ये त्यो भाट्यान्तीले हेर पन तेरा कुडा मात्रै काट्न लागेको छ जाके भन्दैन के ए भाइ टेन्सन किन मान्दो चाहिँ त्यो चोरेर एन्टी त्यसै हो गुडा काट्न पाइसकेपछि क्या हुन् गुडा काट्ने भयो अर्काका आफ्नो छोरोले खुबै राम्रो सुत्ती छ त्यो आन्टी त्यहीको छोरो बिग्ड्या भन्ने थाहा छैन अरू गुडा त्यसै हुन् भाइ बरु सुर्ती सकिल्या त गल अर्किगयो मेरो ना पछि दाइ सक्की गए बेले मैले हालेन सक्की गयो जहिले पनि यो एक्लै खाने भएको छ आजकल ढुक्न ढिउला अब तुलाई कहिले किनेपछि कहाँ गए भने इकाइमा आएका फुच्रा पराठा हाल्दे भनेर मेरा दिमाग खाएका थिए अहिले हाले काममा पो गए छाँट आओ भने पर चाह उठाइ ग कहाँ हो याले राक्षसले खाए जसो दानेर न भागल लिबे त मु लाए तेरो चाह पाएपछि भैँसाले किले जसो दान त्यो किडे भन्ने काम गर्यो भने त्यसले डाक्थे नि के खाओ तम्रा बाटा खाओ अब ए पर चौकी आइगए ए मम्मी उई मेरो क्या खोरो लागे थियो भाग्दैन हो के छाता आइगए त्यो राडी उई ए नाके के हो आज दिउँसै पोछा लाउन आए कि के हट्यो ही केटाकेटीले भन्ने झन् लाया जाई थी माइती फोर हातनाले मेरा त दिमाग खराब गरेले पोछा लाउदिनौ क्या हो क्या त अरे बिचारी तेरा पनि झालै छ नि औ भने बिचारी दुःख छन् मै रानीलाई क्या भन्दिए ए बिचारी क्या बनाइए पर घिउका जसो बास्ना माने मैले त्यो पनि क्याको बास्ना आउँदो पर सौराकी रोट हालेकी थिए छकाल त्यही बास्ना रह्यो होला मु आया भनेर लुकाइ होली पुड खाएर लिवै सुत्ती छ क्या त है बिचारी अब आउन आइगए क्या खाने है खाजा नि क्या खादी हो कतै बिचारी चाह खाने थिए चिनी पुडो साक्यो क्या दिए यसै भया ए भाइ हो बिचारी केही खाँदैन म खोले कतो म ए खोले बाहिर आउँदो भइ किनी रिमोटको आलु काई भने भन्दैन क्या एकामा आज मुख फुटाउँदो बे उइ मलाई के भन्नु लाइ त पारा नसन गाए मेरा तैले नलगे कहिले लगे त पर पल्ला अर्की चौथीको झार्ने लगे लगे होला मलाई के भन्दै त तालाई नभनेर कला भन्नु त ए गर अरु चोरको छ उइ चोरको हले भन्नु लाइ त बचाउँगे तेरा बिप्पी हातले या रुन्डीका छोरा त्यहाँको कलमबाट सुइकेर आयो मुकै नाप्पी बाहिर जानु भएन एउटा ल नाने उदिबिदी हत्ता भने दहेत्ती नके त परे हेर दाइसँग मुखमुखै लाग्नाले अघि पछि त मलाई भन्दिछौ यहाँ गद्द त्यो गद्द पर रिमोट टुकाएका 3-4 दिन भइगयो यहाँ रिमोट मिलाएको छैन हेर मम्मी मैले पहिला भन्दिएको छु चोरा रिमोट क्या चोराउँदा बे पर यो टिभी पनि चोराउने आरोपना आफूले काहीँ बेची खायो होला त तपाईँ त भन्नु बेचे बाची लाइले मात्तो बेहाइलाई मु ए रुन्डीका छोरा त्यही कि किन मात्तो बे आबुई कि मार्पना
मार्ने भन्छ छ हेर बना अबरे यही रिमोट चोरे बन्द छ पहिला भनिसक्थ्यो नि तेरा मुखौना क्या किडा बढाएका थिए क्या दिमाग खराब गरे हुन्छ उही रिस्मिका जान्टी यता आइज त के भयो इक्जाम कसो गरी त है इक्जाम का क्या कुरा दिए बिचारी बिग्रियो पुडो उही न क्या बिग्रियो त है ई प्लस ल्याउला भने कि छे पुडो एक क्वेशन छुट्टी गयो अब क्या का छारा आए प्लस आउँदो बा रुन्डी भाइ जाए अनि बिर्सिक्का तिम्रो इक्जाम कस्तो गयो त मेरो पनि अलिअलि एउटा दुईटा क्वेशन बिग्रेको छ नत्र ए प्लस सम्म त आउँछ जस्तो छ अनि तेरा साइडमा को पढ्याको छ त है मेरा साइडमा को पढ्दो पर एक लडको पढ्याको छ मलाई हेर्नाले आगो उठाइल्यो है उही ए क्या गर्न लाछ ए पढन्दा से त्यहाँ टेन्सन भइगयो यार ए फ्याटिका छोरा क्या हाँसो लाउँदैछ फर्स्ट आउने स्टुडेन्ट आफू छ अझ टेन्सन हरे मेरो कुरा छोड यो चोटि त पासलाई उही रन्काएले है मेरा दिमागीले पास अरे तेरो दाइ ए प्लस ल्याउँदो भयो ए प्लस साइडमा को पढ्याको छ को पढ्या छ भन् पनि त को पढ्या छ अरे तेरा भन्दा ट्यालेन्ट त त्यहीका मुक्ति किन्नु ओल्लै किन्नु यति ट्यालेन्ट पढाएको छ दाइ पुरै देखाउँदो भने पुरै सारेले ए प्लस फिक्सै आउने आज इङ्ग्लिसमा है एकखेरी रोकिँदैन है लेखेको त त्यहीका त म साद्दा आज मेरो यहाँ आङ्लामा यत्रा ठेउके उठेका छन् हो क्या ए चुप लागे बोक्या अरू कुरा पनि छन् अझ क्या हो त्यसले त 7 पान्ना माग्यो बिचारा म त हेरे भइगयो मैले पनि 5 पान्ना मागे त्यही माथि त त्यसो भए चाहिँ आज ए प्लस ए दोष ए प्लस का त कुरै नगर तर फर्स्ट भए चाहिँ बाइक किनिदिने भनेका छन् बड्डाले मेरा यसका त पढ्दा खाने यार राम्रा विद्यार्थी भ्यान्चमा ल है म जाँदो भए जिग्री आज त नयाँ सुर्तीको प्याकेट किन्नु भए एक्जाम राम्रो भएको छ म गएँ है ए फ्याक्ट्री भने काम हरि है यो ए भाउते पर यहाँ भित्र छु यहाँ उही यो रुन्डी अहिले सरी बट्टिसकेकी छैन है पर राम सक्की जाँदो भयो होलीको नबेला भाउते यसलाई त राम सक्की गयो अरे नापो धोती लाइजाऊ भने कि हु पुरा बैखान आउँदा खान्छ यही पाला त बैखान आउने अरे क्या न तेरो बैखान काम अरे त यसलाई त बैखानकै परेको छ पर यही त्यो हाट बजारतिर जानु पनि गुन्डेउ चलो लाउनु पर्छ रुन्डीलाई कुर्ता सुरुवाल लगाइसक्ति नै ए तल आएको न केही गर्दैनौ आउने छिटो अगाडि उसै डर मान्दो छ आउला मेरा क्या ढेलाउना चुन्ना परेका छन् रे तल आउनलाई ए लोडे केही गर्दैनौ आइज पनि तल छिटो आउन न ए नबेला रुन्डीका छोरा यो भड्काउने वालो यो धौलीको छोरो सबैलाई किन आऊ कस्ता बाटा छन् आएपछि हिलो दलुला सुत्ताउनन् ए कहीमा आएका फुच्रा कहाँ जान लाग्यो अझ कहीँ जाने बेला मलाई यस्तै रोक्की छन् कि कुरै नगरे पनि भयो है कहाँ जाँदौ होली आएको होली खेल्न जाँदो भए अब साथीहरूसँग अब साथीसँग होली खेल्न जाँदो है के भागो खान जाँदो भए भन्न त्यसलाई जहिले पनि भागै खायो हुँदो छ है दिमाग खराब नगर है मलाई खुरु जान्थ्यो यही कुच्चाले हानी मारुला बोल्लो कहरी छ हेर बना झुठो बढाएको छ होली खेल्न जाँदो भए अरे के 1 सालको झुठो भन्ने बच्चाहरूलाई केही लाग्दैन है मम्मी त्यो लाग्ने भनेको ठुला बडालाई हामी बच्चाहरूले होली खेले के आउँदो त मलाई खेल्न जान्थ्यो म जाँदो भए अब